एकजना व्यक्ति एउटा क्याफेमा सधैँ कफी पिउनलाई जाने गर्दथ्यो र त्यही क्याफेमा एउटी राम्री महिला पनि सधैँ कफी पिउनलाई आउने गर्दथिन्। र एक दिन त्यो व्यक्तिले ती महिलालाई देखेर ती महिलालाई इम्प्रेस पार्नको लागि चाहिँ उसँग त्यति धेरै पैसा नभए पनि उसले चाहिँ लोन लिएर कतै साथीभाइहरूसँग मागेर चाहिँ एकदमै महँगो महँगो ड्रेसहरू किनेर कपडाहरू किनेर र ब्रान्डेड घडी किनेर चाहिँ लगाएर जान थाल्दछ। त्यसपछि केही दिनपछि उसले लोनमा एउटा कार लिन्छ र ऊ कार चढेर अब क्याफे जान थाल्दछ। ती महिलालाई इम्प्रेस पार्नको लागि उसले चाहिँ उसँग त्यति धेरै पैसा उसको क्षमता त्यति नभए पनि उसले चाहिँ अब ती महिलालाई इम्प्रेस पार्नको लागि चाहिँ साथीभाइहरूसँग मागेर लोनमा पैसा लिएर चाहिँ उसले महँगो महँगो ड्रेसहरू लगाएर चाहिँ ब्रान्डेड घडी लगाएर र लोनमा कार लिएर चाहिँ कार चढेर क्याफे जान चाहिँ थाल्दछ। यसरी नै समय बितिरहेको हुन्छ र केही दिन हप्ता गर्दै महिनौँ बितिसकेको हुन्छ र उसले केही दिनपछि महसुस गर्छ कि ऊ कस्तो ड्रेस लगाएर आएको छ, ऊ कस्तो घडी लगाएर आएको छ र ऊ कुन कारमा चढेर आएको छ भन्ने कुरामा चाहिँ ती महिलालाई केही मतलबै थिएन क्या। ती महिलाले चाहिँ उसलाई कहिले नोटिस गरेकै थिएन कि ती महिलालाई मतलबै थिएन, बालै थिएन कि उसले कस्तो ड्रेस लगाएर आएको छ, कस्तो घडी लगाएर आएको छ र कुन कारमा आएको छ भन्ने कुरामा चाहिँ ती महिलालाई कुनै मतलबै थिएन। त्यसपछि उसलाई महसुस हुन्छ कि ती महिलाले उसलाई कहिले नोटिस गरेकै थिएन र उसले महसुस गर्छ कि उसले गरेको त्यो मेहनतहरू चाहिँ सबै बेकार थियो। उसले ती महिलालाई इम्प्रेस पार्नको लागि चाहिँ आफ्नो जीवनमा यति धेरै समस्याहरू बनाइसकेको थियो कि यति ठुलो गल्ती गरिसकेको थियो कि उसलाई केही पनि थाहा नै थिएन। अब उसको जीवनमा के बाँकी रह्यो त भन्दाखेरि समस्याहरू, तनाव, डिप्रेसन, मानसिक तनाव, पछुतो, अनि बर्बाद भएन त उसको जीवन, उसको लाइफ बर्बाद भएन त। उसले त्यत्रो आफ्नो महत्त्वपूर्ण समय, त्यो समयमा चाहिँ उसले धेरै कामहरू, धेरै चिजहरू चाहिँ आफ्नो लागि गर्न सक्थ्यो, आफ्नो लाइफको लागि, आफ्नो फ्युचरको लागि, भोलिको दिनलाई राम्रो बनाउनको लागि, केही गर्नको लागि चाहिँ उसले धेरै राम्रो कामहरू चाहिँ गर्न सक्थ्यो त्यो समयमा। तर उसले ती महिलालाई चाहिँ, एउटा महिलालाई चाहिँ इम्प्रेस पार्नको लागि, जुन महिलालाई चाहिँ उसमा कुनै इन्ट्रेस्टै थिएन, उसलाई कुनै नोटिसै गरेको थिएन, जुन महिलालाई चाहिँ मतलबै थिएन कि ऊ को हो, ऊ कस्तो ड्रेस लगाएर आएको छ, उसले कस्तो घडी लगाएर आएको छ, ऊ कुन कारमा आएको छ भन्ने कुरा चाहिँ मतलबै थिएन, जुन महिलालाई चाहिँ, त्यो महिलालाई इम्प्रेस पार्नको लागि चाहिँ उसले आफ्नो मनी, आफ्नो एनर्जी, आफ्नो टाइम सबै चाहिँ उसले वेस्ट गरिरहेको थियो। सो त्यसैले हामीहरूले यहाँबाट के बुझ्नुपर्छ भने चाहिँ कहिले पनि अरूलाई इम्प्रेस पार्ने चक्करमा चाहिँ आफ्नो जीवनलाई बर्बाद नबनाउनुहोस्। अरूलाई इम्प्रेस पार्नको लागि होइन, आफ्नो लागि गर्नुहोस्। सबैभन्दा पहिला आफूले आफूलाई इम्प्रेस पार्नुहोस्, आफ्नो लागि केही गर्नुहोस्। यदि तपाईँले चाहिँ आफूले आफूलाई इम्प्रेस पार्नुहुन्छ, आफ्नो लागि केही राम्रो गर्नुहुन्छ भने अटोमेटिकली अरू व्यक्तिहरू पनि तपाईँसँग इम्प्रेस हुन्छ। यदि तपाईँलाई चाहिँ कुनै व्यक्तिलाई आफ्नो बनाउनको लागि, कुनै व्यक्तिलाई चाहिँ इम्प्रेस पार्नको लागि चाहिँ तपाईँले नाटक गर्नु परिरहेको छ, तपाईँले चाहिँ फेक सो गर्नु परिरहेको छ भने चाहिँ त्यो चाहिँ टिक्दैन क्या। लङ टर्ममा गएर त्यो चाहिँ टिक्दैन। तपाईँको त्यो फेक चाहिँ कुनै न कुनै ठाउँमा गएर पक्रि नै हाल्छ क्या। त्यही भएर तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ को हुनुहुन्छ, तपाईँसँग के छ, आफूसँग जे छ त्यो नै सो गर्नुहोस्। आफू जस्तो हुनुहुन्छ, आफूसँग जे छ, आफू जहाँ हुनुहुन्छ त्यो नै सो गर्नुहोस्। आफू रियल बन्नुहोस्। रियल बनेर चाहिँ तपाईँ कसैको अगाडि देखिनुहोस्। यदि राम्रो व्यक्ति छ भने तपाईँलाई त्यो व्यक्तिले, त्यो मान्छेले तपाईँलाई तपाईँ जस्तो हुनुहुन्छ, तपाईँ जुन ठाउँमा हुनुहुन्छ, तपाईँसँग जे छ त्यसमा नै तपाईँलाई एक्सेप्ट गरि नै हाल्छ र तपाईँहरूको कुरा चाहिँ अगाडि बढी नै हाल्छ। यदि कुनै फेक त्यहाँनिर चाहिँ चलिरहेको छ भने त्यो चाहिँ लङ टर्ममा गएर चाहिँ टिक्दैन। यदि तपाईँ कसैलाई इम्प्रेस गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँ कस्तो ड्रेस लगाउनु भएको छ, तपाईँसँग कस्तो घडी लगाउनु भएको छ, तपाईँसँग कुन गाडी, कुन कार, कुन बाइक छ, तपाईँको घर कस्तो छ भन्दा पनि तपाईँको मनभित्रबाट कस्तो छ, तपाईँ कस्तो हुनुहुन्छ त, तपाईँको व्यवहार कस्तो छ, तपाईँ
आफ्नो व्यवहारमा चाहिँ कसरी देखाउनुहुन्छ त? हुनसक्छ पहिलो इम्प्रेसन तपाईँको ड्रेस, तपाईँको लुक्स हुनसक्छ। पहिलो इम्प्रेसन त्यो हुन्छ, किनभने हामी मानिसहरू सबै हाम्रो माइन्ड, हाम्रो मानिसहरू सबै त्यही अनुसार बनेको छौँ क्या। हाम्रो पहिलो इम्प्रेसन भनेको हामी के देख्छौँ त्यसमा नै हामी जज गर्छौँ। तर यदि तपाईँ चाहिँ 1 दिन, 2 दिन, 3 दिन, 4-5 दिन, हप्ता, 10 दिन, महिना दिन चाहिँ तपाईँ कुनै व्यक्तिसँग सङ्गत गर्नुहुन्छ भने त्यसपछि चाहिँ तपाईँको ड्रेस, तपाईँको वाचेस, तपाईँको सुज भयो, तपाईँसँग के छ के छैन भन्ने कुरा त्यति म्याटर गर्दैन क्या। तपाईँ कसरी व्यवहार गर्नुहुन्छ, त्यो व्यक्तिलाई तपाईँ कतिको रेस्पेक्ट गर्नुहुन्छ, तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ, राम्रो हुनुहुन्छ कि नराम्रो हुनुहुन्छ, तपाईँ राम्रो सोच्नुहुन्छ कि नराम्रो सोच्नुहुन्छ। त्यसपछि यदि तपाईँ राम्रो हुनुहुन्छ, राम्रो कुराहरू गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ, साथ दिनुहुन्छ, माया गर्नुहुन्छ, तपाईँ राम्रो व्यवहार गर्ने व्यक्ति हुनुहुन्छ भने त्यसपछि त्यो बाहिरको चिजहरू म्याटर गर्दैन क्या। तपाईँलाई त्यो व्यक्ति, त्यो मान्छेले चाहिँ तपाईँलाई मन पनि पराउँछ र तपाईँलाई एक्सेप्ट पनि गर्छ। र कहिले पनि फेक चाहिँ नगर्नुहोस्। तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ जस्तो हुनुहुन्छ, तपाईँसँग जे छ त्यो नै सो गर्नुहोस् क्या। रियल बन्नुहोस्। जब तपाईँ रियल बन्नुहुन्छ, लङ टर्ममा चाहिँ तपाईँ टिक्न सक्नुहुन्छ। कुनै रिलेसनसिप होस्, फ्रेन्डसिप होस्, वा कुनै व्यापार, बिजनेस, जहाँ पनि यदि तपाईँ फेक गर्नुहुन्छ, नाटक गर्नुहुन्छ भने त्यो चाहिँ लङ टर्ममा टिक्दैन। यदि तपाईँ लङ टर्म टिक्न चाहनुहुन्छ, रहन चाहनुहुन्छ भने चाहिँ रियल बन्नुहोस्, रियल गर्नुहोस्, साँचो बन्नुहोस्, साँचो गर्नुहोस्।